जुन तपाईले तल देखिरहनु भएको छ केराको पात र केराको रुख बोट र जरा सबै भनौं है, जुन हामी नेपालीहरूले सबै फालिदिन्छौं अथवा यिनीहरू केराको पातहरू गाई भैँसीलाई दिन्छौं है। यतातिर चेन्नई तमिलनाडुमा चाहिँ है यसको हरेक पार्टहरू युज हुन्छ कि है। यसको पात चाहिँ है खाना खानको लागि है होटलमा हामी जस्तै प्लेटहरू युज गर्छौं, त्यसमा प्लेट माथि राख्ने र अथवा यही केरा पात माथि राखेर नि खान मिल्छ है। यस्तो प्रकारको सिस्टम छ र यसको केराको पनि तरकारी बनाउँछन्। जुन केराको फूल हुन्छ त्यसको पनि यहाँ तरकारी बनाउँछन्, अचारहरू बनाउँछन् है साथीहरू। यस्तो आइडिया लगाउँछन् कि है खानामा हरेक चीजलाई आइडिया लगाएर है नयाँ नयाँ डिशहरू रेडी गरिरहेका हुन्छन् कि तमिलनाडु चेन्नईमा साउथ इन्डिया फुड है। हामी नेपालीले नजानेर हो कि नचिनेर हो कि है त्यसै फ्याँकिदिन्छौँ है, गाई भैँसीलाई दिन्छौँ। यहाँ चाहिँ यसैलाई नै पैसा लिएर पैसाले किनेर खाने गर्छन्।